नमस्कार, हामी हिमालय खास खबर लिएर आएका छौं। म रसिला कार्की। म रोजिना राउल। सुरुमा मुख्य खबर। राजतन्त्रको वकालत गर्दै राजावादीको प्रदर्शन। र्यालीमा उत्तर प्रदेशका मुख्यमन्त्रीको तस्बिर प्रयोग। राजावादीको गतिविधि विरुद्ध सत्ता र प्रमुख प्रतिपक्ष एक ठाउँ। सुदूरपश्चिम पुगेर प्रधानमन्त्रीले फेरि दिए झुटो आश्वासन। अस्पतालमा सीमित गेटालाई विश्वविद्यालय बनाउने दावी। पञ्चेश्वर अघि बढ्ने ठोकुवा। सरकारकै उपेक्षामा औषधि कम्पनी आफैले किन्दैन। नेपाल औषधि लिमिटेडबाट औषधि कम्पनी जीवनजल र सेटामोलको कमाईको भरमा। अर्थ मन्त्रालयमा आगामी आर्थिक वर्षको बजेट बनाउने चटारो। विभिन्न मन्त्रालयसँग छलफल। 3 करोड़ भन्दा साना योजना प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह। र च्याम्पियनशिप ट्रफीको उपाधि भिडन्तमा भारत र न्यूजील्याण्ड बीचको खेल जारी। न्यूजील्याण्डले दियो 252 रनको लक्ष्य। खास खबर सुरु गरौं प्रधानमन्त्रीलाई सुदूरपश्चिममा प्रधानमन्त्रीको आश्वासनबाट। प्रधानमन्त्री केपी शर्मा ओलीले गेटा मेडिकल कलेज चाँडै विश्वविद्यालयमा स्तरोन्नति हुने दावी गर्नु भएको छ। आज सुदूरपश्चिम विश्वविद्यालयको 5औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचुर सम्भावना हुँदा पनि प्रदेश पछाडि रहेको भन्दै अब त्यस्तो परिचय बदल्नुपर्ने अवस्था रहेको बताउनु भएको हो। गेटामा मेडिकल विश्वविद्यालय बनाउन यही वर्षबाट पढाइ शुरू हुने प्रधानमन्त्री ओलीले दावी गर्नु भएको छ। पञ्चेश्वर परियोजनाको अगाडि बढाउन भारतसँग छलफल भइरहेको समेत प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो। डडेलधुराको परशुराम क्षेत्र जोड्ने पुलसँगै सीमा क्षेत्रमा निर्माण हुने पुलका लागि आफू पहिले प्रधानमन्त्री हुँदा भारतीय समकक्षीसँग कुरा उठाएको जनाउँदै उहाँले त्यस क्षेत्रमा पक्की पुल निर्माणका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रधानमन्त्रीले हुलाकी राजमार्ग, दैजी छेला उद्योगी क्षेत्र, दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण पनि चाँडै प्रारम्भ हुने र सुक्खा बन्दरगाह बनाउन भारत सरकारसँग छलफल जारी रहेको बताउनु भएको थियो। दीक्षान्त समारोहमा 372 विद्यार्थी दीक्षित भएका छन्। विश्वविद्यालयका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, इन्जिनियरिङ र कृषि विज्ञानमा स्नातक र स्नातकोत्तर उपाधि हासिल ती विद्यार्थी दीक्षित भएका हुन्। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्री दीपक खड्कामाथि प्रश्न उठाउँदै मन्त्रालयलाई 17 पृष्ठको स्पष्टीकरण बुझाउनु भएको छ। मन्त्री परिषदको निर्णय अनुसार ऊर्जा मन्त्रालयले बिहीबार 2 पृष्ठमा 4 बुँदे स्पष्टीकरण माग गरेको थियो। ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले कार्य सम्पादन मूल्याङ्कनका लागि समयमै कार्य प्रगति नबुझाएको, डेडिकेटेड र ट्रङ्क लाइनको महसुल बख्यौता विवादमा मन्त्रालयको निर्देशन नटेरेको तथा सरकारसँग सहमति नलिई भारतसँग विद्युत खरिद बिक्री दर बढाएको भन्दै स्पष्टीकरण माग गर्नु भएको थियो। ती प्रश्नहरूको जवाफमा घिसिङले विस्तृत रूपमा सफाई पेश गर्नु भएको छ। कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी प्रश्नमा घिसिङले सम्झौता पत्रमा कहिले बुझाउने भन्ने स्पष्ट उल्लेख नभएको तर्क गर्नु भएको छ। उहाँका अनुसार असोजमा परेको अविरल वर्षाले उत्पादन, प्रसारण तथा वितरण संरचनामा क्षति पुर्याएकाले कार्य प्रगति प्रतिवेदन बुझाउन ढिलाइ भएको थियो। क्षतिग्रस्त संरचना मर्मत सम्भार गर्दै विद्युत आपूर्ति सुचारू गर्न दिनरात खटिएको र सो सम्बन्धमा कार्तिक 7 र मंसिर 4 गते पत्राचार गरिएको उहाँले स्पष्ट पार्नु भएको छ। उहाँले आफ्ना मूल्याङ्कनका लागि पुस 24 गते कार्य प्रगति बुझाइसकेको उल्लेख गर्दै प्रतिवेदन पेश गर्न ढिला भएकै आधारमा पदमुक्त गर्न नपाइने तर्क प्रस्तुत गर्नु भएको छ। भारतसँगको विद्युत खरिद बिक्री दर बढाएको सम्बन्धमा ऊर्जा मन्त्री खड्काले पूर्वाग्रही रूपमा आरोप लगाएको कुलमानको भनाइरहेको छ। उहाँका अनुसार ऊर्जा मन्त्रालयकै प्रस्तावमा मन्त्री परिषदको 2077 चैत 1 गतेको बैठकले विद्युत प्राधिकरणलाई यस्तो निर्णय गर्ने अख्तियारी प्रदान गरिसकेको थियो। डेडिकेटेड र ट्रङ्क लाइनको बख्यौता महसुल उठाउने विषयमा घिसिङले विद्युत नियमन आयोगको निर्णयले अवरोध सृजना गरेको उल्लेख गर्नु भएको छ। उहाँले आफूले कुनै गैरकानूनी वा अनुचित कार्य नगरेको र प्राधिकरणको कार्य सम्पादन प्रभावकारी रहेको दावी गर्नु भएको छ। कांग्रेसले सत्तामा बस्ने तर जिम्मेवारी नलिने प्रवृत्ति अब नौलो रहेन। ऊर्जा मन्त्री दीपक खड्काको अनगिन्ती काण्डले सरकार मात्रै होइन कांग्रेसलाई समेत लज्जित बनाइसक्यो। तर पार्टी सभापति शेरबहादुर देउवा खड्कालाई फिर्ता बोलाउन अक्षम बन्नु भएको छ। महामन्त्री गगन थापा जिम्मेवारी लिनुभन्दा सार्वजनिक कार्यक्रममा भाषण दिएर पन्छिरहनु भएको छ। कांग्रेसकै मन्त्रीले अराजकता मचाउँदा पनि पार्टी नेतृत्व चुप लागेर किन बसेको?
ऊर्जा मन्त्री दीपक खड्काको नाम विवाद रहित कुनै दिन गुज्रिएको छैन। मन्त्री भएपछि जिम्मेवारी वहन गर्नु त परै जाओस्, विवादै विवाद सिर्जना गर्नु नै उहाँको कार्यशैली बनिसकेको छ। खड्काले गर्दै आएका हरकतहरूले उहाँलाई सरकारकै सर्वाधिक विवादास्पद मन्त्री बनाएको छ। अझ कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीके विशेष कृपाले मन्त्री बन्नुभएका खड्का अहिले सत्ताको आडमा आफ्नो पुरानो सेटिङ शैली निरन्तर कायम राख्न सफल हुनु भएको छ। ऊर्जा मन्त्री बनेपछि खड्काको पहिलो निशाना बने कुलमान घिसिङ। सिधै हटाउने बहाना खोज्नेदेखि अनावश्यक विवरण माग गर्ने र स्पष्टीकरण सोध्ने जस्ता कार्यहरू गर्दै कुलमानलाई हैरान पार्ने उहाँको रणनीति रह्यो। जब कुलमानलाई हटाउने ठोस आधार भेटिएन तब उहाँले मन्त्री परिषदबाटै स्पष्टीकरण सोध्नुभयो। कुलमानलाई हटाउन किन मरिहत्ते भन्ने प्रश्नमा एकपटक उहाँको जवाब सुन्नुहोस्। यो अब हट्नुहुन्छ कि हुन्न, यो अझै छलफल हजुर हटाउँदै हुनुहुन्छ कि नै हजुर? उहाँको उत्तर आएपछि भन्नुला नि। हो तर कुलमानलाई श्रेय नदिँदै गर्दाखेरि भारतलाई चाहिँ श्रेय दिउँ भन्नतिर चाहिँ तपाईँ परै पुग्नुभयो अलि होइन? त्यो आज पनि हामी भारतबाटै विद्युत आयात गरिरहेको छौँ। आजै पनि 1000 मेगावाट भन्दा बढी हामीले भारतबाट आयात गरिरहेका छौँ। त्यति मात्र होइन, मन्त्रालयको ठेक्का पट्टामा उहाँको हस्तक्षेप यति चरम छ कि प्रतिस्पर्धामा रहेका कम्पनीहरूलाई कार्यालयमै बोलाएर सेटिङ मिलाएको खबर बाहिरियो। 15 करोडको चेक बाँडिएको समाचार सार्वजनिक भएपछि हंगामा मचियो अनि मन्त्रीज्यूले झट्टपट्ट पत्रकार सम्मेलन गर्दै खबरलाई झुट्टो भन्नुपर्ने बाध्यता भयो। तर उहाँको यस्तो बचाउलाई पत्याउने कोही देखिएनन्। ऊर्जा मन्त्री खड्काले नेपाल स्काउटको लैनचौर स्थित भवन हडप्न खोज्नु अर्को चर्चित प्रकरण हो। स्काउटको गतिविधि चलाउने भाडा तिर्न नसक्दा प्रशासनले भवनमा ताला लगायो। तर मन्त्री खड्का भने मन्त्री भएको मान्छे भन्दै धौस देखाउँदै हिँडिरहनु भएको छ। त्यसै गरी आफ्नै लगानीमा बनेको होटल फरेस्ट इन विवादमा पर्दा मन्त्री नहुँदै तत्कालीन वन मन्त्रीलाई कार्यकक्षमै गएर धम्क्याएको खबर कतै लुकेको छैन। जलस्रोत विधेयकमाथि छलफल गर्न उहाँले आफ्नै लगानीमा रहेको होटल होलिडे इन रिसोर्ट प्रयोग गरेको कति पनि भएको छैन। मन्त्री भएदेखि निरन्तर शक्तिको दुरुपयोग गर्दै आएका खड्काको नियतमा कुनै पनि सुधार देखिएको छैन। तर उहाँलाई कारबाही गर्ने आँट न त प्रधानमन्त्री ओलीको छ न त पार्टी सभापति शेरबहादुर देउवाको। कांग्रेसको मौनता जिम्मेवारीबाट पन्छिन खोजेको हो। खड्का मन्त्री भएदेखि कांग्रेस लगातार मौन बस्यो। उहाँको गलत क्रियाकलापलाई बारम्बार अनदेखा गरियो। तर अहिले पानी माथिको ओभानो भन्ने दाउमा देखिनु भएको छ कांग्रेस महामन्त्री द्वय गगन कुमार थापा र विश्वप्रकाश शर्मा। सरकार सञ्चालनमा सहयोग गर्दै आउनुभएका महामन्त्री थापाले प्रधानमन्त्री ओलीलाई खड्कासँग स्पष्टीकरण सोध्नुपर्ने माग गर्नुभयो। बदनियतोकी ढङ्ग नपुगेको बेढङ्ग 3-4 महिनामा सेवा निवृत्त हुने, 3-4 महिनापछि सेवा निवृत्त भइसकेपछि एउटा उपयुक्त मान्छे ल्याउने, त्यो संस्थाको नेतृत्व गर्न दिने। एउटा सरकार नै एउटा व्यक्तिको पछि लागिरहेको जस्तो देखिन्छ। किचकिच गरिरहेको देखिन्छ। यस्ता कुराहरू ठिक होइन, उपयुक्त हुँदैन। यस्ता नचाहिने काममा कोही पनि मन्त्रीहरू पनि लाग्नु र मन्त्रीहरू नचाहिने काममा लाग्यो भने त्यसलाई रोक्ने काम प्रधानमन्त्रीको। तर प्रश्न यो उठ्छ, कांग्रेसले खड्कालाई किन मन्त्री बनायो? खड्कालाई फिर्ता बोलाउने अधिकार त कांग्रेस सभापति शेरबहादुर देउवासँग छ। तर देउवा किन चुप लागिरहनु भएको छ? कांग्रेसका नेताहरू कुलमानलाई हटाउन नहुने भन्दै सार्वजनिक कार्यक्रममा बोलिरहेका छन्। तर बोलेर मात्र के हुन्छ? सत्ता टिकाइ राख्नकै लागि आफ्नै मन्त्रीको आलोचना गरेर उम्कने रणनीति लाजमर्दो होइन र? यदि खड्काले सरकारको इज्जत धुलोमा मिलाइसकेका छन् भने कांग्रेसले किन फिर्ता बोलाउन नसकेको त? त्यो विवाद होइन, त्यो मन्त्रालयको आन्तरिक कार्यविधि कार्यशैली प्रक्रिया भित्र उहाँहरूले प्रशासनिक क्रियाकलापलाई लिएर पार्टीले त्यसमा कुनै हस्तक्षेप गर्नु हुँदैन भन्ने हाम्रो धारणा छ। ऊर्जा मन्त्री खड्काको निरन्तरको विवादले कांग्रेस नेतृत्वको नैतिक धरातल खस्काएको छ। खड्काले गरेका अनगिन्ती दुरुपयोगका घटनाहरूको सूची हेर्दा उहाँलाई फिर्ता बोलाउनु नै कांग्रेसका लागि उचित निर्णय देखिन्छ। तर देउवा नेतृत्वको कांग्रेस अझै पनि आँखा चिम्लेर बस्न तयार छ। ओलीले संरक्षण गरिरहनु स्वाभाविक हुन सक्छ, तर कांग्रेसले नै किन संरक्षण गर्नु पर्यो? प्रश्न यो पनि हो। सके खड्कालाई मन्त्रीबाट हटाओ, नसके सार्वजनिक खपतका लागि कम्तीमा कांग्रेसले आफ्नो मन्त्रीको बचाउ गरेको चाहिँ सुहाएन। जनता बाठा भइसके, अब मुखले मात्र राजनीति गर्ने समय सकियो। नेपालमा सरकारकै स्वामित्वमा रहेको औषधि कम्पनी छ नेपाल औषधि लिमिटेड। गुणस्तरीय औषधि उत्पादन गर्ने यसको लक्ष्य हो। तर समस्या के छ भने सरकार आफैले यसलाई न किन्छ न त आर्थिक सहयोग नै गर्छ।
सरकारकै नीति अनुसार 98 प्रकारका औषधि निशुल्क वितरण गर्नुपर्ने हो, तर लिमिटेडलाई उत्पादनको जिम्मा दिइँदा पनि आवश्यक बजेट दिएको छैन। अझ दिक्क लाग्दो कुरा के छ भने सरकारी अस्पतालदेखि स्थानीय तहसम्म औषधि खरिद गर्दा निजी कम्पनीहरूलाई प्राथमिकता दिइन्छ। यता लिमिटेड भने जीवनजल र सिटामोलको कमाईमै अड्किएको छ। सरकारको यस्तो व्यवहारले लाग्छ सरकारी औषधि उद्योगलाई जोगाउन चाहेको हो कि डुबाउन। नेपालमा औषधि आपूर्तिको महत्वपूर्ण हिस्सा आयातमा निर्भर रहँदा पनि सरकारको सम्पूर्ण स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेड संकटमा छ। यसको मुख्य कारण भनेकै सरकारको नीति हो, जसले आफ्नै औषधि कम्पनीलाई आवश्यक आर्थिक सहयोग, बजेट तथा बजार सुनिश्चित गर्न सकेको छैन। नेपाल औषधि लिमिटेडलाई पुनः सञ्चालन गर्न सरकार स्वयंले नीति बनायो। निशुल्क औषधि वितरण कार्यक्रम अन्तर्गत 98 मध्ये 20 प्रकारका औषधि लिमिटेडले उत्पादन गर्ने निर्णय गरियो। त्यसका लागि 24 करोड रुपैयाँ बजेटको व्यवस्था गर्ने भनिए पनि हालसम्म सो रकम प्राप्त भएको छैन। सरकारले नीति त बनायो, तर कार्यान्वयन नगर्दा लिमिटेडलाई आर्थिक संकटमा पारिएको छ। त्यो बेलामा चाहिँ उच्च स्तरीय एउटा संयन्त्र भनेर नेपाल औषधि लिमिटेडलाई एउटा चाहिँ रिनोभेसनमा लैजाने भन्ने किसिमको एउटा चाहिँ उच्च स्तरीय कमिटी बनाएको थियो। त्यसैले सिफारिस बमोजिम 20 थरी औषधि उत्पादन गर्ने र त्यसका लागि आवश्यक बजेट चाहिँ सरकारले दिने भन्ने चाहिँ त्यो थियो त्यो बेला। अब त्यो बेलाको प्रधानमन्त्रीले चाहिँ हामीलाई बोलाएर चाहिँ ल तपाईहरु प्रोडक्सन गर्नुस्, हामी पैसा दिन्छौँ भनेर निर्देशन दिनुभयो। हामीले चाहिँ सुरुवात गरिसक्यौं, तर चाहिँ उताबाट पैसा नआइदिँदाले हामीले बनाउन सकेनौं। त्यो बेला औषधि आपूर्ति गर्ने संघ, प्रदेश र स्थानीय तहका सरकारहरूले प्रत्येक वर्ष करोडौं रुपैयाँ बराबरका औषधि खरिद गर्छन्, तर उनीहरूले आफ्नै सरकारी स्वामित्वको लिमिटेडबाट औषधि किन्ने बारे चासो देखाएका छैनन्। बरु निजी कम्पनीहरूसँग सम्झौता गर्दै आएका छन्। यसले निजी कम्पनीहरूलाई फाइदा पुर्याइरहेको छ भने नेपाल औषधि लिमिटेड आर्थिक संकटमा धकिलिएको छ। स्थानीय तह छ, प्रदेश छ, संघ छ हैन, त्यहाँ त तपाईको करोडौंको बजेट छ नि त औषधि किन्न। त हामीले के भनेका छौं भने G2G मार्फत हामीले चाहिँ नेपाल सरकारले किनिदिनु पर्ने औषधि हामी मार्फत किनिदिनु पर्यो र त्यसलाई चाहिँ हामीले एक्सटेन्सन गरेर सरकारले निशुल्क वितरण गर्ने औषधि 98 थरी हामी नै पुर्याउँछौं भनेर हामीले यो सुरुवात गरे हो हैन। सरकारले नै सिटामोल, जीवनजल जस्ता औषधिको मूल्य निर्धारण गर्छ, तर कच्चा पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा उतार चढाव भइरहँदा सरकारले सीमित मूल्य तोकिदिँदा लिमिटेडलाई घाटा खेप्नुपर्छ। कच्चा पदार्थको आपूर्तिमा पनि सरकारको कुनै सहयोग छैन, जसका कारण भारत र चीनबाट महँगो मूल्यमा आयात गर्नुपर्ने बाध्यता छ। औषधि उत्पादनको नीति त बनेको छ, तर बजेट विनियोजन छैन। सरकारी निकायहरूले निजी कम्पनीबाट औषधि खरिद गर्छन्, तर नेपाल औषधि लिमिटेडबाट गर्दैनन्। लिमिटेडलाई चाहिने कच्चा पदार्थ सरकारले आपूर्ति गरिदिएको भए लागत कम हुने कम्पनी बताउँछ। अहिलेसम्म हामीले चाहिँ यो संस्थान चलेकै जीवनजल र सिटामोलले हो। अब कस्तो चाहिँ अप्ठ्यारो छ भने जीवनजल र सिटामोलको मूल्य सरकारले तोकिदिने र त्यसबाट चाहिँ कहिलेकाहीँ र मटेरियल र प्याकिङ मटेरियलको मूल्य यति फ्लक्चुएसन हुन्छ कि कुनै बेलामा चाहिँ 300 रुपैयाँ आइसीमा पाउँछ, त्यही सामान कुनै बेला 1000 रुपैयाँ आइसीमा पाउँछ। नेपालमा पाउँदैन त्यो चिज, हामीले ल्याउने इन्डियाबाट हो, तर प्राइस त हामीले बेच्दाखेरि त सेम हुन्छ। 1 रुपैयाँ भन्दा बढी त हामीले जति सस्तो ल्याए पनि जति महँगो ल्याए पनि बेच्न पाउँदैनौँ। नेपाल औषधि लिमिटेड सरकारकै स्वामित्वमा रहेको भए पनि सरकारले उपेक्षा गरिरहेकाले यसको अस्तित्व संकटमा छ। सरकार आफैले निजी क्षेत्रलाई प्राथमिकता दिने नीति लिएर आफ्नै औषधि कम्पनीलाई सहयोग नगर्ने हो भने यस उद्योगको भविष्य अन्धकारमय बन्नेछ। अब सरकारले सोच्ने बेला आएको छ, आफ्नै उद्योग बचाउने कि निजी क्षेत्रलाई मात्र फाइदा दिने। विश्वविद्यालयमा के हुन्छ? सायद अध्ययन अध्यापन हुन्छ, अनुसन्धान हुन्छ, तर यही सोचिरहनु भएको छ भने त्रिभुवन विश्वविद्यालयको हकमा चाहिँ गलत हुन सक्छ। यहाँ त तोडफोड हुन्छ, गुण्डागर्दी हुन्छ, अराजकता हुन्छ, तालाबन्दी हुन्छ। जे हुनु हुँदैन त्यो सबै हुन्छ, जे हुनुपर्छ त्यो सायदै हुन सक्छ। यसैका कारण मुलुकको सबैभन्दा जेठो र ठूलो विश्वविद्यालय अहिले थला परिरहेको छ अनि सरकारलाई यसबारे कुनै चासो र चिन्ता छैन। यो तोडफोडको दृश्य नेपालको सबैभन्दा ठूलो, पुरानो र प्रतिष्ठित मानिएको त्रिभुवन विश्वविद्यालयको रेक्टर कार्यालयको हो। शुक्रबार सोभियु सदस्य नरेन्द्र साउथ नेतृत्वमा सिकेन्द्र रोकाए लगायत
6 जनाको समूह शिक्षा अध्यक्ष प्राडा खड्ग केसीको कार्यकक्षमा प्रवेश गरी कुर्सी, टेबुल, गमला, टेलिफोन लगायत तोडफोड गरी बाहिरियो। संयोगले त्यति बेला शिक्षा अध्यक्ष केसी कार्यकक्षमा हुनुहुन्थेन। त्यसअघि उक्त समूहले विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डिन कार्यालयमा तोडफोड गरेको थियो। त्रिवी संघर्ष समितिको नाममा विद्यार्थीहरूले सोभियु निर्वाचनको कारण देखाउँदै चैत 3, 7 र 11 गतेको एमएससी दोस्रो सेमेस्टरको परीक्षा सार्न दबाब दिएका रहेछन्। तर क्यालेन्डर प्रभावित हुने गरी परीक्षा सार्न विश्वविद्यालय प्रशासन तयार नभएपछि विद्यार्थीहरू गुण्डागर्दी शैलीमा उत्रिए। त्रिवीमा तोडफोड गर्नेलाई अहिले पनि कारबाहीको दायरामा ल्याइएको छैन। त्रिवीमा मौलाउँदै गएको अराजकता र गुण्डागर्दीको पछिल्लो उदाहरण मात्रै हो शुक्रबारको तोडफोडको घटना। यसअघि 2077 असोज 20 गते विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने माथि नेभी संघकै कार्यकर्ताद्वारा मरणासन्न हुने गरी आक्रमण भएको थियो। त्यति बेला चौतर्फी दबाव भएपछि मात्रै कुटपिटमा संलग्नलाई कारबाहीको दायरामा ल्याइएको थियो। विश्वविद्यालय जस्तो ज्ञानको मन्दिरमा विद्यार्थीहरूबाट हुने गुण्डागर्दी रोक्न नसक्नु विश्वविद्यालय प्रशासनको पनि कमजोरी देखिएको छ। तर त्रिवी प्रशासन भने जे गर्नुपर्ने हो राज्यले नै गर्नुपर्छ भनिरहेको छ। परम्परादेखि नै विद्यार्थी पोलिटिक्समा अलिकति राज्य चाहिँ थोरै मौन बस्दिने अवस्था चाहिँ रहेछ। तर अब यो यति सचेत वर्ग हो विद्यार्थी भन्नेको, अत्यन्तै चाहिँ तपाईँको एउटा सर्टिफिकेट लेभल पास गरेको स्नातक अध्ययन गर्ने, स्नातकोत्तर अध्ययन गर्ने विद्यार्थीहरूमा सेल्फ चाहिँ कल्चर्ड, सेल्फ चाहिँ तपाईँको संस्कृतिको विकास हुनुपर्ने हो, त्यो सेल्फ डिसिप्लिनको विकास हुनुपर्ने हो। त्यो प्रक्रियालाई नै हामीले जोड दिनुपर्छ र वास्तवमा त्यो कसैको लागि पनि स्वीकार्य छैन। राज्यले पनि यसमा थोरै संवेदनशील भइदिनुपर्छ जस्तो मलाई लाग्छ। विश्वविद्यालयमा पढ्ने भन्दा पनि गुण्डागर्दी गर्ने कार्यमा संलग्न विद्यार्थीहरू यस्तो कार्यका लागि प्रायश्चित गर्न तयार छैनन्, बरु कारबाही गरेर देखाउन चुनौती दिन्छन्। यो विश्वविद्यालयको प्रशासनसँग जोडिएको विषयवस्तु, प्रशासनले छानबिन गर्नुपर्ने विषयवस्तु हो। छानबिन गरेर को कसरी कहाँ संलग्न रहेछ त्यो त तपाईँहरूले पछि थाहा पाउनुहुन्छ होला छानबिन पश्चात। शुक्रबार भएको तोडफोडमा आफ्नो संगठनको कुनै संलग्नता नभएको नेभी संघको दावी छ। अहिले आन्दोलनका कार्यक्रम नै नभएकाले तोडफोडमा आफ्नो कुनै सम्बन्ध नभएको नेभी संघको दावी छ। यो यसमा चाहिँ हाम्रो कुनै पनि यो हाम्रो संस्थाको अथवा संगठनको कुनै पनि संलग्नता छैन। यो संस्थागत निर्णय बमोजिम भएको पनि होइन र हाम्रा अहिले त्रिवीका कुनै पनि क्याम्पसहरूमा चाहिँ आन्दोलनका कार्यक्रमहरू छन्। हामीले के आन्दोलन कार्यक्रमहरू नियमित हाम्रो आन्दोलनका कार्यक्रमहरू हामीले अहिले चाहिँ स्थगन गरेर सोभि निर्वाचनमा केन्द्रित भइरहेको अवस्था हो र नेपाली विद्यार्थी सङ्घमा आफैले पनि प्रवक्ताको हैसियतले विज्ञप्ति जारी गरेर यसमा चाहिँ स्पष्ट पारिसकेको छु। विद्यार्थी संगठनहरूले आफ्ना कार्यकर्ताको बचाउमा जे भने पनि विगतमा संगठनकै आवरणमा प्राध्यापक कुटपिट गर्ने, आगजनी गर्ने, धारिला हतियार प्रदर्शन गर्ने लगायतका घटना हुने गरेका छन्। विश्वविद्यालयमा अराजक गतिविधि रोक्ने दायित्व राज्य संयन्त्रको पनि हो। तर सरकारमा भएका दलहरू आफ्ना निकट संगठनहरूको संरक्षणमै व्यस्त छन्। कतिपय घटनामा मुद्दा दर्ता भइहाले मुद्दा फिर्ता गराएर अराजक समूहको बचाउमा उत्रिने सरकारी चरित्रले त्रिभुवन विश्वविद्यालय थला पर्दै गएको छ। क्यामेरामा जीवन सुवेदीको साथमा सम्वेक बस्नेत, काठमाडौँ। आगामी आर्थिक वर्ष 2082-83 को बजेट सार्वजनिक गर्न 2.5 महिना बाँकी रहँदा अर्थमन्त्री, कर्मचारी र पदाधिकारीलाई बजेट निर्माणको चटारो सुरु भइसकेको छ। बजेटको मस्यौदा लेखन समिति गठन गरेसँगै अर्थले अहिले दैनिक रूपमा विभिन्न मन्त्रालयहरूसँग बजेटबारे छलफल थालेको छ। राजस्व नीति कस्तो लिने भनेर राजस्व परामर्श समितिले पनि सुझाव मागेको छ। निजी क्षेत्रले आगामी बजेट शिथिल रहेको अर्थ मन्त्रालयलाई चलायमान बनाउने र लगानी वृद्धि गर्न प्रोत्साहन गर्ने कर नीति अवलम्बन गर्नुपर्ने सुझाव दिएको छ। 2082-83 को बजेटको सिलिङ वितरण गरी मन्त्रालयगत छलफल थालेको छ। फागुन अन्तिमसम्म सबै मन्त्रालयहरूसँग सिलिङ र प्राथमिकता बारे छलफल गरिनेछ।
बजेटको मस्यौदा लेखनका लागि अर्थ मन्त्रालयका सहसचिव श्री मार्गदर्शन समेत जारी गरिसकेको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी बजेट अनुशासित र यथार्थपरक बनाउने भन्दै सोही अनुसार योजना ल्याउन मन्त्रालयहरूलाई सुझाउनु भएको छ। यस्तै मन्त्रालय अन्तर्गतको राजस्व परामर्श समितिले पनि आगामी वर्षका करका दरहरूको विषयमा सम्बन्धित निकायसँग सुझाव मागेको छ। चैत 31 गतेसम्म सुझाव दिन सकिनेछ। चैतदेखि अर्थ मन्त्रालयलाई बजेट निर्माणको चटारो थप बढ्नेछ। चैतदेखि कहिले के हुन्छ, एकपटक बजेट क्यालेन्डर हेरौं। बजेट क्यालेन्डर चैत 1 गतेदेखि 20 गतेसम्म सबै निकायको बजेटमा समावेश गर्नुपर्ने नीति, कार्यक्रम र अपेक्षित उपलब्धि सहितका सूचकहरू अर्थ मन्त्रालय र राष्ट्रिय योजना आयोगमा पठाइसक्नुपर्ने। चैत 16 गतेदेखि 22 गतेसम्म राष्ट्रिय योजना आयोगमा बजेटका नीति तथा कार्यक्रममाथि छलफल। चैत 15 गतेदेखि वैशाख 10 गतेसम्म सार्वजनिक सूचना जारी गरी देशभरबाट सुझाव सङ्कलन। चैत 15 गतेसम्म मन्त्रालयगत बजेट सूचना प्रणाली LMBIS-मा विषयगत मन्त्रालयहरूले आफ्नो बजेट र कार्यक्रम प्रस्ताव गर्ने। चैत 20 गतेदेखि 22 गतेसम्म मन्त्री र सचिवहरूसँग बजेटका सिद्धान्तमाथि छलफल। चैत 24 गतेदेखि बजेटका कार्यक्रमको शीर्षकगत छलफल सुरु। चैत 24 गतेदेखि वैशाख 15 गतेसम्म सशर्त अनुदानमा केन्द्रित रहेर प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयहरूसँग छलफल। चैत 28 गतेबाट बजेटका उद्देश्य, प्राथमिकता र कार्यक्रमबारे अर्थ मन्त्रालयले प्रदेशगत रूपमा सांसदहरूसँग छलफल गर्ने। चैत 26 गतेदेखि वैशाख 25 गतेसम्म राजनीतिक दलका प्रतिनिधि, पूर्व अर्थमन्त्री, पूर्व गभर्नर र विज्ञहरूबाट सुझाव सङ्कलन गर्ने। वैशाख 2 गतेदेखि वैशाख 20 गतेसम्म वैदेशिक स्रोत अन्तर्गत प्राप्त हुने ऋण तथा अनुदानको आकार एकिन गर्ने। वैशाख 10 गतेभित्र विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको मस्यौदा तयार गर्ने। वैशाख 15 गतेभित्र मस्यौदा सङ्घीय संसदका दुवै सदनमा पेश गर्ने। वैशाख 25 गतेसम्म प्राविधिक सहायता तथा अन्य गैर सरकारी संस्था मार्फत परिचालन हुने सहायता एकिन गर्ने। वैशाख 30 गते आर्थिक सर्वेक्षणलाई अन्तिम रूप दिने। जेठ 1 गते बजेट वक्तव्यको पहिलो मस्यौदा तयार गर्ने। जेठ 1 गते नै राजस्व परामर्श समितिले प्रतिवेदन अर्थमन्त्री समक्ष पेश गर्ने। अर्थले जारी गरेको बजेट तर्जुमा मार्गदर्शन अनुसार आगामी वर्षको बजेटमा तयारी सकिएका नयाँ योजना तथा कार्यक्रम, राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता, चालू खर्चमा मितव्यय तथा आगामी आर्थिक वर्षमा सम्पन्न हुने आयोजनाहरूलाई विशेष प्राथमिकता दिइनेछ। निजी क्षेत्रले भने अहिले मुलुकको अर्थतन्त्र शिथिल रहेको भन्दै अर्थतन्त्रलाई चलायमान बनाउने र लगानी बढाउन प्रोत्साहन गर्ने गरी बजेट निर्माण गर्न सुझाव दिएका छन्। विगतमा सरकारले लिएका संकुचन नीतिको कारण निजी क्षेत्रको मनोबल कमजोर भएको भन्दै मनोबल उच्च बनाउने गरी विगतका नीतिहरूलाई परिमार्जन गरी खुकुलो नीति लिनुपर्ने माग छ। हामी कहाँ पहिला चाहिँ उद्योग र व्यापारमा 4% सम्मको इन्ट्रेस्ट रेट फरक थियो भने हामीले एक्सपोर्टको लागि चाहिँ फ्ल्याटमा चाहिँ 5% नबढ्ने गरी चाहिँ ब्याज कायम गर्नुपर्छ भनेर हामीले पटक पटक भनिरहेका चाहिन्छौँ। त्यो विषयमा पनि अब अहिलेको बजेटमा एड्रेस हुनुपर्छ भन्ने हाम्रो चाहिँ भनाइ चाहिन्छ। अब यसबाहेक चाहिँ हामीले सबैभन्दा बढी खोजेको भनेको औद्योगिक र एक्सपोर्टको लागि इन्भाइरोमेन्ट हो, वातावरण हो। साना व्यवसायलाई छुट्याएको बजेट चाहिँ सहज तरिकाले ती लक्षित वर्गले चाहिँ प्राप्त गर्ने किसिमको चाहिँ बजेट हुनु पर्यो। सिर्फ कागजमा मात्रै होइन, त्यो व्यवहार त त्यो चाहिँ कार्यान्वयन हुने खालको चाहिँ हुनु पर्यो। त्यसै गरी नेपालका लघु घर साना उद्योगले स्थापना गरेको उद्योगलाई चाहिने कच्चा पदार्थ आयात गर्दाखेरि चाहिँ भन्सार दर चाहिँ तयारी वस्तुको भन्दा कच्चा पदार्थको बढी भएकोले ती कच्चा पदार्थको भन्सार दरमा चाहिँ कम गरिदिने अथवा सहुलियत दिने खालको हुनु पर्यो। आगामी वर्षका लागि 19 खर्ब 65 अर्ब रुपियाँको सिलिङ निर्धारण गरिएको छ, जसमा 12 खर्ब 66 अर्ब रुपियाँ आन्तरिक राजस्व सङ्कलन हुने अनुमान गरिएको छ। यस आधारमा 6 खर्ब 37 अर्ब रुपियाँको घाटा बजेट आउनेछ। बजेटको आकार बढ्ने हुँदा आम्दानीको स्रोत पनि बढाउनु पर्ने हुन्छ, त्यसैले करको दर पनि बढ्नेछ। विगतमा स्रोत सङ्कलन गर्न करका दरहरू अस्वाभाविक रूपमा बढाउने गरेको भन्दै उद्योगी व्यवसायीहरूले यो पटक दर भन्दा पनि दायरा बढाउन सुझाव दिएका छन्। दर बढाएर व्यवसायलाई निरुत्साहित गर्ने भन्दा पनि कर सङ्कलनका नयाँ क्षेत्र विस्तार गर्न उनीहरूको सुझाव छ। कर मात्रै बढाएर होइन, सबैलाई कानुनी दायरामा ल्याउने खालको त्यो कानुनी दायरामा आउने बाटो चाहिँ सहज गरिदिनु पर्यो। र सँगसँगै कतिपय उद्योगहरू अहिले नवीकृत हुन सकेका छैनन्। त्यो राजस्वको कारणले गर्दाखेरि, जरिमानाको कारणले गर्दाखेरि ती एकचोटिलाई जरिमाना छुट गरेर जो नवीकरण हुन बाँकी छन्
ती व्यवसायीलाई ती उद्योगहरूलाई पनि एकदम नवीकरण गर्ने अवसर दियो भने त्यो क्षेत्रमा छुटेको राजस्व पनि आउँछ। ठूलो आकारको बजेट ल्याउन ऋणलाई स्रोतका रूपमा देखाउने तर आन्तरिक राजस्व भने बन्न नसक्ने स्थिति हरेक वर्ष दोहोरिने गरेको छ। यथार्थपरक, कार्यान्वयन योग्य र नतिजामुखी भन्दा पनि लोकप्रियताको पछि लागेर ठूलो आकारको बजेट ल्याउने र अर्धवार्षिक समीक्षा मार्फत संशोधन गर्ने हाम्रा लागि परम्परा जस्तै बनेको छ। चालु आर्थिक वर्षको बजेट पनि त्यस्तै भयो। प्रशासनिक र कानुनी सुधार गरेर कार्यान्वयन योग्य बजेट र खर्च प्रणाली सुधार नगर्ने हो भने आगामी वर्ष पनि बजेट कार्यान्वयन र स्रोत व्यवस्थापनमा सरकारलाई टाउको दुखाइको विषय बन्नेछ। क्यामेरामा गुन्जन राजगिरीका साथ शङ्कर पण्डित, हिमालय टेलिभिजन, काठमाडौँ। पूर्व राजा ज्ञानेन्द्र शाहको स्वागतमा राजावादी दल राप्रपा नेपाल तथा विभिन्न समूहले काठमाडौँमा प्रदर्शन गरेका छन्। आइतबार पूर्व राजा शाह पोखराबाट काठमाडौँ आउनु भएको अवसरमा उनीहरूले प्रदर्शन गरेका हुन्। काठमाडौँको तीनकुने र चाबहिलमा भेला भएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनीहरूले राजाको पक्षमा र अहिलेका दलको विपक्षमा नाराबाजी गरेका थिए। कस्तो देखियो त राजावादीहरूले गरेको प्रदर्शन, यो हेरौं। पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ फर्केको छेको पारेर राजावादीहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्। विभिन्न ठाउँबाट भेला भएर राजावादीहरूले काठमाडौँमा प्रदर्शन गरेका हुन्। खास गरी राजा सहितको हिन्दू राष्ट्रको वकालत गरिरहेको राप्रपा नेपाल र केही स्वतन्त्र व्यक्तिहरूले राजा फर्काउने अभियानको थालनी स्वरूप आन्दोलन गरेको बताउँदै काठमाडौँमा प्रदर्शन गरेका हुन्। पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौँ आउने सन्दर्भमा आफ्ना नेता कार्यकर्तालाई काठमाडौँ आउन राप्रपा नेपालले आह्वान गरेका थिए। खास गरी काठमाडौँ र आसपासका नेता कार्यकर्तालाई अनिवार्य उपस्थिति हुन उनीहरूले उर्दी नै जारी गरेका थिए। सँगसँगै राजावादीहरूले अन्य स्वतन्त्र व्यक्तिहरूले पनि उनीहरूलाई काठमाडौँ आउनका लागि अनुरोध गरेका थिए। त्यसरी काठमाडौँमा आएका राजावादीहरू तीनकुने र चाबहिलमा भेला भए र त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ प्रस्थान गरेका थिए। पूर्व राजाको स्वागतका लागि काठमाडौँमा प्रदर्शन गरेका राजावादीहरूले राजाको पक्षमा र अहिलेका स्थापित दलहरूको विरुद्धमा नाराबाजी गरेका थिए। त्यो नाराबाजी तीनकुने र चाबहिलदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुगेको थियो र त्यहाँबाट राजाको निवाससम्म पनि पुगेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका पूर्व राजा ज्ञानेन्द्र शाहलाई राजावादीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि उहाँको निवाससँगै नाराबाजीका साथमा स्कटिङ गरेका थिए। क्यामेरामा साधुराम लामिछानेका साथमा शङ्कर खत्री, हिमालय टेलिभिजन, काठमाडौँ। नेपालको राजनीतिमा फेरि राजतन्त्रको चर्चा चलिएको छ। पूर्व राजा ज्ञानेन्द्र शाहले फागुन 7 गते दिएको वक्तव्यले राजावादीहरू हौसिएका छन्। काठमाडौँदेखि पोखरासम्म जुलुस निकाल्दै राज संस्थाको पक्षमा आवाज उठाए। तर अर्कोतर्फ प्रमुख 3 दल एमाले, कांग्रेस र माओवादी केन्द्रका नेताहरू एकसाथ आक्रामक देखिए। राजनीतिमा यो नयाँ तरंगले कतिपयलाई उत्साहित बनाएको छ भने कति तातिएको बहसलाई चासोका साथ हेरिएको छ। जनताको भलो होस् भनेर आफ्नो ओहदा र सुख सुविधालाई पनि त्याग गरेका हौं। नेपालको राजनीतिक परिदृश्य फेरि एकपटक राज संस्थाको मुद्दाले तातिएको छ। फागुन 7 गते प्रजातन्त्र दिवसका अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले दिएको वक्तव्यले राजावादीलाई उत्साहित बनाएको छ भने प्रमुख राजनीतिक दलहरू एकसाथ त्यसको प्रतिवादमा उत्रिएका छन्।
राजावादीहरूले ज्ञानेन्द्रको समर्थनमा प्रदर्शनहरू गरिरहँदा सत्तारूढ दल नेकपा एमाले, नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरूले राज संस्थाको पुनरागमन असम्भव रहेको प्रश्न पार्दै आक्रामक धारणा व्यक्त गरेका छन्। तीन दल एकसाथ प्रतिवादमा। गत बिहीबार मध्य प्रदेशको महोत्तरीमा आयोजित कार्यक्रमहरूमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, काङ्ग्रेस सभापति शेरबहादुर देउबा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीनैजना उपस्थित थिए। राजनीतिक विषयहरूमा फरक मत राख्ने यी दलहरूले पूर्व राजाको वक्तव्यलाई एकसाथ खण्डन गरे। प्रधानमन्त्री ओलीले पूर्व राजालाई खुला चुनावमा प्रतिस्पर्धा गर्न चुनौती दिँदै कुर्सीमा बस्दैमा कोही राजा नहुने टिप्पणी गर्नुभयो। कुर्सीमा राख्दैमा होइन, संविधानको बाटो समाउनुहोस्, संविधान अनुसार आउनुहोस्। पूर्व राजा लोकप्रिय छन् भने चुनाव लड्नुहोस्, आउनुहोस्, पार्टी खोल्नुहोस्। एउटा घोस्ट भन्छ नि, छाया, घोस्ट अगाडि सारेर होइन, आफू अगाडि सार्नुहोस् न। सत्ता साझेदार काङ्ग्रेस सभापति शेरबहादुर देउबाले राज संस्था इतिहास भइसकेको दोहोर्याउँदै पूर्व राजाले ज्यादती गरेकै कारण नेपाल गणतन्त्रमा प्रवेश गरेको टिप्पणी गर्नुभयो। यस्तै माओवादी अध्यक्ष प्रचण्डले नेपाली जनताले परास्त गरिसकेका सामन्ती प्रेतहरूले टाउको उठाउने प्रयास गरे फेरि पनि समाप्त हुने अझ चेतावनी दिनुभयो। अब यदि राजालाई राजनीति नै गर्न मन लागेको हो भने पार्टी खोल्ने हुन्छ। ज्ञानेन्द्रले पहिला पनि केही ठुल्ठुला गल्ती गरेका छन्, मैले त मूर्खता नै गरेको देख्छु ज्ञानेन्द्रले, अहिले धेरै नभनौँ। अब फेरि अर्को मूर्खता गरेर आफ्नो चाहिँ रहेको ऊ पनि सबै सखाप पार्ने गल्ती नगरून् भन्ने म चाहन्छु। सरकारी स्तरमा पनि कडा प्रतिक्रिया। राजावादीहरूको प्रदर्शनपछि सरकारले पनि आफ्नो धारणा प्रष्ट पार्न ढिलाइ गरेन। सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले ज्ञानेन्द्रलाई नागार्जुन दरबारमा बस्न दिएको बताउँदै राजावादी सल्बलाउँदैमा राजतन्त्र नफर्कने तर्क गर्नुभयो। त्यस्तै गृहमन्त्री रमेश लेखकले राजावादीहरू नहौसिन चेतावनी दिनुभयो। आफ्नो ज्यानको चाहिँ रक्षा गर्ने राजा, आफ्नो दरबारको रक्षा गर्न नसक्ने त्यो राजतन्त्र, आफ्नो चाहिँ तपाईँको परिवारको रक्षा गर्न नसक्ने त्यो राज संस्था, अनि सबै चाहिँ कानुन चाहिँ हातमा लिएको त्यो राज संस्था, जहाँ चाहिँ तपाईँ मेरिटोक्रेसीको कुनै गुन्जाइस हुँदैन, जहाँ प्रतिस्पर्धाको कुनै गुन्जाइस हुँदैन, जहाँ एउटा चाहिँ कुलमा जन्मेको कारणले, एउटा चाहिँ घरमा जन्मेको कारणले ऊ चाहिँ तपाईँको मुलुकको चाहिँ 3 करोड जनता मध्ये सबभन्दा योग्य र श्रेष्ठ ठहरिन्छ, जसको शासन मुनि हामी बस्नुपर्ने चाहिँ बाध्य पारिन्छ। त्यस्तो प्रणालीको वकालत गर्दै हिँड्नेहरू चाहिँ लोकतन्त्र मान्ने हुन् कि नमान्ने हुन् त्यो पनि हामी विचार गर्छौँ। राजाले के मानिसहरूले यो गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर जुन भ्रम फैलाइरहेका छन् र त्यो भ्रमले राजाले पनि हँसिन आवश्यक छैन। एमाले नेता तथा प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले त यसलाई नस्लीय पाखण्डको संज्ञा दिँदै सामाजिक सञ्जाल मार्फत कडा टिप्पणी गर्नुभयो। पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसका अवसरमा दिएको वक्तव्यमा आफूले राष्ट्रहितका लागि गद्दी त्यागेको बताउनु भएको थियो। उहाँले इतिहास मेटिँदै गएको भन्दै सबैलाई समेटेर अगाडि बढ्ने प्रस्ताव राख्नु भएको थियो। राज संस्थाको बहस सान्दर्भिक छ। नेपाल गणतन्त्रमा प्रवेश गरिसकेको 18 वर्ष बितिसकेको छ। संविधानले नै संघीय लोकतान्त्रिक गणतन्त्रलाई परिभाषित गरिसकेको अवस्थामा अहिले राज संस्थाको बहस सान्दर्भिक छ त। सामान्यतया समाजमा कुनै पनि परिवर्तनपछि त्यसको विरोधी शक्ति पनि बाँचिरहन्छ। नेपालमा राज संस्थाको अन्त्य जनआन्दोलन 2062-63 को माध्यमबाट भएको थियो। राजनीतिक अस्थिरता, भ्रष्टाचार वा शासन व्यवस्थाप्रति असन्तुष्टि बढ्दै जाँदा केही समूहहरूले राज संस्था फर्काउने ध्याउन्न खोजिरहेका छन्। यसैलाई मलजल गर्न बाह्य शक्ति पनि सक्रिय बनिरहेका छन्। तर जनमत रहेका ठूला राजनैतिक दलहरू त्यसलाई पुनरागमनको सम्भावनालाई अस्वीकार गर्दै आएका छन्।
राज संस्था समर्थकहरू सडकमा देखिए पनि गणतन्त्रको आधारभूत संरचना परिवर्तन गर्न सहज छैन। वर्तमान संविधान अनुसार राज संस्था पुनर्स्थापनाका लागि 2/3 बहुमत सहित संसदले निर्णय गर्नुपर्ने हुन्छ, जुन राजनैतिक रूपमा लगभग असम्भव देखिन्छ। खास खबरमा अब 3 मिनेट। आजको 3 मिनेटमा हामीले कंग्रेस नेता शेखर कोइरालालाई राजावादीहरूको पछिल्ला गतिविधिबारे सोधेका छौं। भन्नुस् राजा भन्नुस् पूर्वै हो हैन, तर म चाहिँ राजै भन्छु, किनभने एउटा इन्टरनेसनल चलन के छ भने प्रेसिडेन्ट भइसकेको मान्छेलाई रिटायर प्रेसिडेन्टबाट छोड्छ नि, हामी नेपालीहरु चाहिँ पूर्व भन्छौं, तर अमेरिकामा जानुभयो भने राष्ट्रपति नै भन्छ। जिमी कार्टर आउँदाखेरि हामीले भेट्यौं हैन, भेट्दाखेरि कसरी एड्रेस गर्ने हामीले भन्दाखेरि मिस्टर प्रेसिडेन्ट भनेर एड्रेस गर्ने भनेर भने। राजाको कन्टेक्स्टमा हेर्दाखेरि यो हरेक देशमा यो चलिरहेको हुन्छ। आज पनि तपाई फ्रान्स जानुभयो भने पेरिसमा एउटा चिया पसल छ, त्यो चिया पसलमा गफ के हुन्छ भने राजा फर्काउनु पर्छ भन्ने गफ भइरहेको हुन्छ। त्यो 100 वर्ष भइसक्यो राजा गएको, तर राजा फर्काउनु पर्छ भन्ने गफ भइरहेको हुन्छ। यसले के देखाउँछ भने माने त्यो चलिरहेको द्वन्द्व चलिरहेको हुन्छ। अब यसमा हामीहरूले कसरी लिएका छौं, खाली राजाको बारेमा हामीहरूले कुरा गरेर हुँदैन, हामीहरूले जनतालाई कतिको खुसी पार्न सकेका छौं। बिल्कुललाई गणतन्त्र ल्यायौं, गणतन्त्रले जनतालाई के आशा हामीले दिलाउन सक्यो सकेन, भरोसा दिलाउन सक्यो सकेन भन्ने कुरा इम्पोर्टेन्ट हो। अब हामी चाहिँ तपाईहरुले पनि अहिले सोध्नु भएको के भने राजा फर्किन्छ त भनेर पनि सोध्नुभयो तपाईले। मलाई लाग्दैन, तपाईको माई खोलामा धेरै पानी बगिसक्यो यो 10, 12, 15 वर्षमा। अब मलाई चाहिँ विश्वास छैन, तर के छ नि कोसिस त मान्छेले गरिरहेका हुन्छन्। त्यो कोसिसलाई चेक गर्ने भनेको हामीहरूले एट्याक गर्ने भन्दा पनि हामीहरूले राम्रो काम गरिकन हामीहरूले चेक गर्नुपर्छ। अस्तिसम्म त उत्रिँदैन थियो नि, किन मोटरसाइकल र्याली भयो भन्दा हामीहरूको कमजोरी हो कि त्यो समात्ने भने हैन, गर्न हुँदैन त्यो काम, त्यो गलत हुन्छ, पुरै गर्न हुँदैन। इग्नोर गर्नुस्, राम्रो जनतालाई तपाई सेवा दिनुस्, राम्रो काम गर्नुस्, भइहाल्यो नि, सकियो। त त्यही कुरा हो नि। त हेरेको छैन, डिटेल पढ्न पाएको छैन त्यो भूमि सम्बन्धी अध्यादेशमा के कारणले रोक्नुभयो तपाईहरुले, किन रोक्नुभयो? त्यो पनि त गर्न सक्नु पर्थ्यो नि। त्यो गर्नु भएन भनेपछि मालाफाइड इन्टेन्सनले यो कुराहरू गरेको हो कि भन्ने मलाई लागिरहेको छ। त्यसकारण कन्टेन्ट भित्रको कन्टेन्टको कुरा गरे हैन। मैले नेपाली कांग्रेसले मिशन रोजगारी अभियान सुरु गरेको छ। 1 वर्षसम्म सञ्चालन हुने अभियानको महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले राजनैतिक विमर्शको केन्द्रमा रोजगार, सरकारको प्राथमिकतामा रोजगार भन्ने नाराका साथ मिशन रोजगारी अभियान सुरु गर्नु भएको हो। रोजगारी सृजना गर्न सकिने माध्यम, क्षेत्र, नीतिगत अवस्था लगायतमा वर्षभरि नै छलफल बहस हुने कांग्रेसले जनाएको छ। नेपालमा बेरोजगारीको समस्या नयाँ होइन। प्रत्येक वर्ष हजारौं युवा रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन्। राजनीतिक दलहरूले युवालाई रोजगारी दिने बाचा त गर्छन्, तर परिणामहरू विगतका वर्षहरूमा अपेक्षित देखिएको छैन। नेपाली कांग्रेसले मिशन रोजगारी अभियानको घोषणा गरेको छ। यो अभियान वास्तवमै रोजगारी सृजना गर्ने दीर्घकालीन योजना हो कि केवल छलफलको विषय मात्रै? हाम्रो मान्छे बाहिरको मात्र हल्ला मात्र गरिरहेका छन्। किन बाहिर गएको छ भने उसँग के छ भन्दा उसँग उमेर छ, उसँग चाहिँ त्यो श्रमशक्ति छ, स्किल छैन। हामीसँग स्किल भएको मान्छेलाई मात्र हुने कुरा रोजगारीको सृजना भइरहेको कतिपय हाम्रो सन्दर्भमा देखिन्छ। कांग्रेसका नेताहरूले यो अभियान स्वरोजगार प्रवर्धन, उद्यमशीलता विकास तथा लगानी मैत्री वातावरण निर्माणमा केन्द्रित हुने बताएका छन्। युवालाई उद्यमशील बनाउन अनुदान, सहुलियत ऋण, सिपमूलक तालिम तथा उद्योग स्थापनाका लागि सहजीकरण गर्ने कांग्रेसको दाबी छ। पूर्वाधार निर्माणमा बढाउनु पर्ने गति साझा राष्ट्रिय प्राथमिकताको विषय हो र रोजगारी सृजना गर्ने, रोजगारी अभिवृद्धि गर्ने विषय ज्वलन्त विषय हो र साझा विषय हो। र यसमा नेपाली कांग्रेस पार्टी एउटा पुरानो दल र संसदमा रहेको ठूलो दल भएको नाताले
यसलाई अग्रसरता नेपाली कांग्रेसले लिउँ र सबैलाई साझा विषयमा राष्ट्रिय रूपमा ध्यान आकर्षण गरौँ भन्ने पनि हाम्रो कार्यक्रमको उद्देश्य हो। नेपालमा बेरोजगारीको दर निरन्तर बढ्दो छ। नेपालका विभिन्न सरकारहरूले रोजगारी वृद्धिका कार्यक्रम ल्याउने प्रयास गरे पनि प्रभावकारी कार्यान्वयनको अभावले ती योजनाहरू सफल हुन सकेनन्। कांग्रेस नेतृत्वको सरकार हुँदा समेत रोजगारी सृजना गर्ने ठोस कार्यक्रम देखिएको थिएन। वैदेशिक रोजगारीमा गएका लाखौं युवाको तथ्याङ्कलाई हेर्दा सरकारले उनीहरूलाई स्वदेशमै समेट्न सक्ने किसिमका दीर्घकालीन योजना ल्याएको देखिँदैन। युवा बेरोजगारी समाधान गर्नका लागि केवल आश्वासन र नाराहरू पर्याप्त हुँदैनन्। कांग्रेस नेताले पनि मिशन रोजगारी अभियान केवल घोषणामा मात्रै सीमित नहुने जिकिर गरेका छन्। अब रोजगारी सिर्जना चाहिँ गर्नुपर्ने हो। हामीले त्यो उद्देश्य अनुरूप चाहिँ अहिले यो हाम्रो विदेशमा रोजगारीको लागि गएको जुन जनशक्ति छ त्यो एकदमै नेपालको सन्दर्भमा भयावह एउटा दक्ष जनशक्ति हाम्रो बाहिर भइरहेको चाहिँ समयमा नेपालमा पनि के सम्भावना हुनसक्छ हाम्रो देशमै रोजगारी सिर्जना हुन सक्ने र बाहिर चाहिँ जाने जनशक्तिको विषयमा पनि हामीले ट्रेन जनशक्तिहरू राम्रो चाहिँ स्किल म्यान पावरहरू चाहिँ बाहिर पठाउन सक्यो भने चाहिँ हामीले सुविस्ताको काम पनि हुने र पैसा पनि धेरै हुने त्यो खालको चाहिँ कुराका निम्ति ट्रेन गर्ने उद्देश्यले हाम्रो सरकारमा पनि पार्टी भएको हुँदा हाम्रो आदरणीय महामन्त्रीज्यूहरूले यसलाई कसरी एउटा जिम्मेवारी पूर्वक हाम्रो पार्टीले चाहिँ रोजगारी सिर्जना गर्न सकिन्छ, नागरिकप्रति उत्तरदायित्व कसरी बन्न सकिन्छ भन्ने विषयको बहस सुरु गर्नुभएको छ। यो अभियान योजनाबद्ध रूपमा अघि बढाइयो भने मात्र यसको सफलता सुनिश्चित हुन सक्छ। अन्यथा यो पनि अन्य नाराहरू जस्तै समयसँगै हराएर जानेछ। सरकार र कांग्रेसले साँच्चै नै युवाका लागि काम गर्न चाहन्छन् भने तत्काल ठोस नीति र योजना सुनिश्चित गर्नुपर्छ। सत्ता साझेदार कांग्रेसले बाहिर छलफल चलाएर लोकप्रिय बन्न खोज्नुभन्दा मन्त्री परिषदमै छलफलमा लैजानु आवश्यक छ। कांग्रेसको मिशन रोजगारी अभियानमा छलफल सुरु भइसकेको छ। साँच्चै छलफल मात्रै हो कि रोजगारी पनि सृजना गर्छ त्यो भने हेर्न बाँकी छ। क्यामेरामा बिलन प्रजापतिका साथ रिचा दाहाल, हिमालय टेलिभिजन, काठमाडौँ। खास खबरमा मतान्तर। आजको मतान्तरमा हामीले नेपाली कांग्रेसको मिशन रोजगारी अभियानले रोजगारी सृजना गर्छ भन्ने कसरी विश्वास गर्ने भनेर कांग्रेसका नेताहरूलाई सोधेका छौं। हामी नयाँ उद्यमशीलता विकास कसरी गर्न सकिन्छ र हामीले आत्मनिर्भर बनाउनका लागि स्वरोजगारी कसरी उत्पादन गर्न सकिन्छ यो ढङ्गबाट कांग्रेसले अब नीतिगत रूपमा बहस गर्नुपर्छ। कांग्रेसका आवधिक निर्वाचनहरूमा जाँदै गर्दा कांग्रेसको स्थानीय सरकारमा लड्ने उम्मेदवार होस्, सङ्घमा लड्ने होस्, प्रदेशमा लड्ने होस्, त्यससँगको एजेन्डा के हो भने हामी रोजगारी सिर्जना गर्नका लागि यो ढङ्गबाट काम गर्छौँ भन्ने खालको एउटा नीति निर्माण गर्नका लागि यो साँच्चै कोशी ढुङ्गा साबित हुन्छ। त्यो ढङ्गबाट जानका लागि अब कांग्रेसले ढिलो विलम्ब गर्नु हुँदैन। अबको 1 वर्ष हामीले अब रोजगारी कुरा गर्नुपर्छ र रोजगारीका कुरा मात्रै गरेर हुन व्यवहारमा ल्याउने गरी नीतिगत रूपमा कांग्रेसले कार्यान्वयनको पाटोमा जाने गरी अगाडि बढ्नका लागि यो तयारी भएको छ। मूलत राजनीतिलाई एजेन्डा केन्द्रित बनाउने र राजनीतिको छलफलमा एजेन्डाको केन्द्रमा चाहिँ केवल राजनीतिक विषयहरू, राजनीतिक वाद विवादका कुराहरू मात्रै लामो समयदेखि परिराख्यो। कहाँ कसको नियुक्ति, कहाँ के अथवा के कस्तो पोलिटिकल फ्रेमवर्कको मात्र धेरै कुराकानी भइराख्यो। अबको हाम्रो बाटो आजको जल्दो बल्दो एजेन्डा चाहिँ नयाँ पुस्ताले युवाहरूका बीचमा रहेको एजेन्डा चाहिँ रोजगारीको इस्युज हो भने अब राजनीतिको केन्द्र एजेन्डा केन्द्रित राजनीति र त्यसभित्र एजेन्डा पहिलो एजेन्डा चाहिँ रोजगारीको इस्युज बनाएर छलफल गरिसकेपछि यसले नीतिगत तहमा कहाँ कहाँ पहल कदमीहरू गर्नुपर्ने, परिवर्तन गर्नुपर्ने, त्यसले सिफ्टिङहरू कहाँ कहाँ गरिसकेपछि के प्रबन्धहरू मिलाइसकेपछि रोजगारीहरू सिर्जना हुन्छ। रोजगारी सृजना गर्नका लागि सुरुमा छलफल विमर्श संवादहरूबाट त्यसका लागि नीतिगत के सुधार गर्न सकिन्छ र त्यो चाहिँ रोजगारी सृजना गर्नका लागि हामीले के गर्न सक्छौँ भनेर सुरुमा छलफल गर्ने, त्यसलाई हामीले सरकारमा जाँदै गर्दाखेरि नीतिगत रूपमा इम्प्लिमेन्टेसनको कामहरू गर्ने हाम्रो लक्ष्य हो। र अहिले हामीले विज्ञहरूसँग बसेर धेरै हामीले विगत लामो समयदेखि नै यसमा रिसर्चहरू गरिरहेका थियौँ। आज चाहिँ त्यसको एउटा उद्घाटन जस्तो गरेका छौँ हामीले। अब यो अभियानलाई हामीले निरन्तर चलाउँछौँ र रोजगारी कहाँ सृजना गर्न सकिन्छ, नेपालमा भएको स्किल ग्यापहरूलाई कसरी फुलफिल गर्न सकिन्छ। अब नेपाल श्रम बजारमा चाहिँ भारतीय श्रमिकहरूले चाहिँ अहिले धेरै श्रमिकहरू हुनुहुन्छ तर नेपालीहरू चाहिँ काम पाइएन भनेर विदेश जाने जुन स्थिति छ यसको के हो त, खास यो समस्या किन आइरहेछ भनेर बुझ्ने प्रयास हो। मुख्यतः कस्तो विषय भन्दाखेरि रोजगारीको विषय साँच्चै पेचिलो विषय हो। किन भन्दाखेरि यो सैद्धान्तिक रूपमा पनि रोजगारीको व्यवस्था गर्ने, शिक्षा स्वास्थ्यमा निःशुल्क गर्ने भन्ने चिज यो आइरहेको छ। यो सँगसँगै रोजगारी पनि जोडिन्छ। त्यो भएको कारणले अब यो नेपाली कांग्रेसले अहिले जुन यो मुभमेन्ट बढाएको छ रोजगार सम्बन्धी मुभमेन्ट, यो बिल्कुलै अरू
पार्टीहरूको भन्दा पनि हामी कुन मुद्दामा केन्द्रित छौँ भन्ने कुरामा हामी विशेष जानुपर्ने हुन्छ र हाम्रो मुद्दा चाहिँ खासमा नेपाली काङ्ग्रेसले लिएको शिक्षा स्वास्थ्य र रोजगारलाई चाहिँ पूर्णतया हामीले आम नागरिक समक्ष यो रोजगारीको अवसर सिर्जना गर्नुपर्छ भन्ने एउटा मूल मुद्दामा केन्द्रित भएर चाहिँ यो कार्यक्रम अगाडि बढाइरहेको छ। छलफल भन्दा पनि फर्स्ट स्टेपको रूपमा हामी हेर्न सक्छौँ। जस्तो कुनै पनि विषयमा आधार लिएर एउटा एजेन्डा बनाउँदै गर्दा या भनौँ कानुन बनाउँदै गर्दा त्यो पोलिसी लेभलको फर्स्ट स्ट्यान्स भनेको नै पब्लिक ओपिनियन र रोल अफ इन्ट्रेस्ट ग्रुपलाई चाहिँ क्याप्चर गर्ने पहिलो कुरा हो, जसमा हामी विभिन्न क्षेत्रका मान्छेहरूसँग रोजगारसँग सम्बन्धी मान्छेहरूसँग बसेर उहाँहरूको पहिला ओपिनियन क्यारी गर्न खोज्छौँ। उहाँहरूको समस्या कहाँ रहेछ, हाम्रो नेपालको वर्तमान स्थितिमा यो इम्प्लोइमेन्ट सम्बन्धी अभाव कहाँ देखिरहेको छ, यो युवा वर्ग अहिलेको अवस्थामा किन विदेश दिनु परिरहेको छ, यो समस्याको जड कहाँ हो भन्ने कुराको प्रमुख रूपमा जबसम्म समस्याको वास्तविकता थाहा पाइँदैन त्यहाँ पछि यो फर्दर स्टेप लिने कुरा हुँदैन। अब खेलकुदका खबर। नवौं संस्करणको च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र न्यूजील्याण्ड बीच प्रतिस्पर्धा भइरहेको छ। भारत 252 रनको लक्ष्य पछ्याइरहेको छ र खेलको पछिल्लो अपडेट गराउनका लागि हाम्रा सहकर्मी निलम महर्जन हामीसँग न्यूजरुमबाट प्रत्यक्ष जोडिनु भएको छ। निलमजी, खेलको अवस्था के कस्तो छ, कतिको रोचक बनिरहेको छ खेल, नयाँ अपडेट गराइदिनुहोस् न, ताजा अपडेट। हजुर, यतिखेर न्यूजील्याण्ड भर्सेस इन्डियाको म्याच चलिरहेको छ र यसमा अब इन्डियाले 252 रनको टार्गेट चेज गरिरहेको अवस्था छ। पावर प्लेसम्मको अवस्था हेर्ने हो भने इन्डियाले निकै राम्रो सुरुवात गरिरहेको अवस्था छ। ओपनिङमा आउनुभएका क्याप्टेन रोहित शर्मा त्यसै गरी शुभमन गिलले राम्रो पार्टनरसिप गरिरहेको छ। अहिलेसम्म अराउन्ड 100 रनको पार्टनरसिप भइरहँदाखेरि यसले इन्डियालाई राम्रो जित उन्मुख बनाइरहेको हामी देख्न सक्छौँ। र अहिलेको करेन्ट रिक्वायर्ड रन रेटको कुरा गर्ने हो भने 4+ को छ, त्योभन्दा माथि अहिले खेलिरहेको छ। 6 रनभन्दा प्रति बल 6 रनभन्दा माथिको औसतमा अहिले भारतले खेलिरहेको अवस्थामा यसले हामीलाई इन्डिया चाहिँ सहज जिततर्फ उन्मुख रहिरहेको देखाउन सकिन्छ। भनेपछि अहिलेसम्मको अवस्थालाई हेर्दाखेरि भारतले बाजी मार्छ जस्तो देखिन्छ। हजुर, पक्कै पनि जसरी अहिले गेम भइरहेको छ यो अवस्थासम्म बिना कुनै क्षति 100 रनको आँकडा इन्डियाले पार गरिरहँदाखेरि यसले भारतलाई सहज अवस्थामा डोराइरहेको जस्तो देखिन्छ। र अहिले जुन ठाउँमा यो दुबईको इन्टरनेसनल क्रिकेट ग्राउन्डमा इन्डिया र न्यूजील्यान्डको गेम चलिरहेको छ, यो ग्राउन्डको कुरा गर्ने हो भने यो टुर्नामेन्टमा जति पनि गेमहरू भए इन्डियाको सबै यही मैदानमा भएको थियो। यो मैदानको बेनिफिट चाहिँ इन्डियाले अवश्य पनि हुनेछ। र अघिल्ला खेलहरूको कुरा गर्ने हो भने यो ग्राउन्डमा भएका अघिल्ला खेलहरूकै कुरा गर्ने हो भने पनि इन्डिया भर्सेस न्यूजील्यान्डका जति पनि गेमहरू भए यो मैदानमा अहिलेसम्म 10 वटा गेम भएको छ, त्यसमा 9 वटा त भारतले नै जितेको छ। यसमा एउटा गेम मात्र टाई भएको अवस्थामा भारतले जुन 9 वटा गेम जितेकोमा 7 वटा गेम उसले रन चेज गर्ने अवस्थामै जितेको थियो। अहिले पनि जुन रन चेज गरिरहेको अवस्थामा छ, इतिहासले पनि त्यही नै देखिन्छ। र जसरी अहिले गेमको कन्डिसन हो, अहिलेको भर्खरको कन्डिसन हेर्ने हो भने पनि भारतलाई फेरि पनि त्यही इतिहासले फेभर गरिरहेको जस्तो देखिएको छ। न्यूजील्यान्डको खेलको कुरा गर्ने हो भने न्यूजील्यान्डले कस्तो प्रदर्शन गर्यो? अहिले जसरी गेम भइरहेको छ त्यो अनुसार हेर्ने हो भने न्यूजील्यान्डको यो पर्फर्मेन्सलाई हामीले नराम्रो भन्न मान्दैनौँ। मध्यम खालको लक्ष्य रहेको छ। यद्यपि जसरी न्यूजील्यान्डलाई चाहिँ ड्यारन मिचेलले 63 को अर्धशतक, त्यसै गरी मिचेल ब्रेसवेलले चाहिँ 53 रनको अर्धशतकीय पालीको योगदान दिए। यसले न्यूजील्यान्डलाई कुनै पनि एङ्गलबाट कम आँक्न भने मिल्दैन। त्यसै गरी अब न्यूजील्यान्डका मिचेल स्न्याटनर हुनुहुन्छ, उहाँ चाहिँ 7 विकेट अहिलेसम्म लिइसक्नु भएको अवस्था यो टुर्नामेन्टभरिमा। उहाँको पर्फर्मेन्सलाई पनि यो गेममा अझै पनि हामी हेर्न बाँकी नै छ भने म्याट फ्यानी जो चाहिँ सर्वाधिक विकेट टेकर हुनुहुन्छ, उहाँको अनुपस्थिति भने न्यूजील्यान्डलाई यो गेममा खड्किएको जस्तो कहीँ कतै देखिएको छ। हुन्छ, धन्यवाद निलमजी। उहाँ हुनुहुन्थ्यो हाम्रो सहकर्मी निलम महर्जन। र भारत र न्यूजील्यान्ड बीच जुन प्रतिस्पर्धा भइरहेको छ त्यसको बारेमा हामीलाई ताजा अपडेट गराउँदै हुनुहुन्थ्यो। अब मौसम सम्बन्धी खबर। Brought to you by Asian Paints.
आज राति र भोलि पहाड़ी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही 1-2 स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भोलि बिहान 6:21 उदाउने सूर्य साँझ 6:09 अस्ताउनेछ। अब देशका विभिन्न ठाउँको मौसम सम्बन्धी थप जानकारी। हामी हिमालय खास खबरको अन्त्यमा छौं। जाँदा जाँदै मुख्य खबर फेरि एकपटक। राजतन्त्रको वकालत गर्दै राजावादीको प्रदर्शन, र्यालीमा उत्तर प्रदेशका मुख्यमन्त्रीको तस्बिर प्रयोग, राजावादीको गतिविधि विरुद्ध सत्ता र प्रमुख प्रतिपक्ष एक ठाउँ। सुदूरपश्चिम पुगेर प्रधानमन्त्रीले फेरि दिए झुटो आश्वासन, अस्पतालमा सीमित केटालाई विश्वविद्यालय बनाउने दावी, पञ्चेश्वर अघि बढ्ने ठोकुवा। सरकारकै उपक्षमा औषधि कम्पनी आफैले किन्दैन नेपाल औषधि लिमिटेडबाट औषधि, कम्पनी जीवनजल र सिटामोलको कमाईको भरमा। अर्थ मन्त्रालयमा आगामी आर्थिक वर्षको बजेट बनाउने चटारो, विभिन्न मन्त्रालयसँग छलफल, 3 करोड भन्दा साना योजना प्रस्ताव नगर्न अर्थमन्त्रीको आग्रह। र च्याम्पियन्स ट्रफीको उपाधि भिडन्तमा भारत र न्यूजील्याण्ड बीचको खेल जारी, न्यूजील्याण्डले दियो 252 रनको लक्ष्य। हवस् त हिमालय खास खबर आजलाई यति नै। तपाईले हिमालय खास खबर युट्युब र फेसबुकमा पनि हेर्न सक्नुहुनेछ। नमस्ते।